आज चाहिँ गोर्खेको तलब आयो। कोरियामा तपाईहरुले सुन्नु भएको छ होला 2-3 लाख रुपैयाँ कमाउँछन्। 3-4 लाख रुपैयाँ मिनिमम पनि ल 2-3 लाख रुपैयाँ हुन्छ भन्ने सुन्नु भएको छ होला। मैले पनि त्यही सुने हो कोरिया आउनुभन्दा अगाडि। तर आज आएर गोर्खेको तलब यहाँनिर हेर्नुस् तपाईहरुले कति छ यहाँनिर यहाँनिर। लास्टमा गोर्खेको तलब 1 लाख रुपैयाँ पनि नभत्ने आयो हैन। 1 लाख के भनौं 1 लाख भन्दा अलिकति ओभरै छ। 1.5 लाख पनि नहुने आयो। 1 लाख एकदमै ठुलो है, एकदमै ठुलो। नेपालमा मैले यति काम गरेको भए मेरो शिक्षाले मेरो हैन मेरो सिपले मैले 1.5 लाख रुपैयाँ कहिले पनि कमाउँदैन नेपालमा। तर यो ठाउँको लागि चाहिँ एकदमै सानो हो के पैसा। किनकि बेसिक नै तपाईहरुको 2 लाख रुपैयाँ छ। यहाँ बेसिक पनि स्यालेरी नआउँदा चाहिँ मन दुख्दो रहेछ के। म सँगै आएको साथीले मेरै जस्तो काम गरेर उले 1 वर्षमा जति प्रगति गर्छ त्यही प्रगति मैले यो स्यालेरीले 2 वर्षमा पनि गर्न सक्दैन के। हो यो कुराले गर्दा मन दुख्दो रहेछ हैन। फेरि तपाईहरुले भन्दा जति पाए त्यति मात्तेको छ भन्नु होला। यहाँको महँगाई यहाँको कामलाई हेरेर यो स्यालेरी एकदमै कम हो। 1 लाख धौ 1 लाख बस्ने कम्पनीमा पर्नु भनेको आफू 2-3 वर्ष पछाडी जानु हो के हैन। आफू सँगै आएको साथीहरु 2-3 वर्ष अगाडि जान्छ भनेपछि आफू चाहिँ 2-3 वर्ष पछाडी गइन्छ यो स्यालेरीले। त्यही भएर चाहिँ अलिकति नराम्रो लाग्दो रहेछ हैन। कम्पनीमा काम पनि छैन, साउले लेटर पनि दिदैन, मागेको लेटर दिदैन हैन। सिधै कि नेपाल जा कि पनि इलिगल भएर बस भन्छ। अब कमाउन आएको मान्छे हो, कति नहुनु भन्दा पनि यति भए पनि हुन्छ भनेर मन बुझाएर बस्नु परेको छ। हेर्नुस् भने जस्तो सजिलो छैन। कोरियामा 2 देखि 3 लाख रुपैयाँ मजाले कमाउँछ रे। कोरिया गइसकेपछि 3-4 लाख रुपैयाँ पनि हुन्छ रे भन्ने सुन्नुभयो होला। यथार्थ रूपमा कोरियामा त्यस्तो छैन। कतिपय कम्पनीहरु चाहिँ त्यस्तो होला, 4-5 लाख रुपैयाँ पनि कमाउने होला, 2-3 लाख रुपैयाँ पनि कमाउने होला हैन। डे नाइट कम्पनी चल्यो भने चाहिँ यदि डे मात्रै चल्ने हो कम्पनी हो भने तपाईहरुले ओटी पाउनु हो भने चाहिँ 2.5 सम्म 2-30 सम्म कमाउनु होला। तर ओटी नै नचल्ने कम्पनी पर्यो भने चाहिँ हैन। मेरो साथीको पनि अहिले लगभग उले 1 वर्ष भयो, 1 वर्ष अझ बढी भयो होला। बिचाराको 1 लाख रुपैयाँ पनि बस्न मुस्किल छ के हैन। नेपालमा जुन हल्ला छ 3 देखि 4 लाख रुपैयाँ कमाइन्छ भन्ने त्यो हल्ला चाहिँ यहाँनिर यथार्थ हैन। यहाँनिर चाहिँ एकदम गाह्रो छ, काम गाह्रो। त्यही 1.5 लाख स्यालेरी पनि नआउँदा अलिकति मन दुख्दो रहेछ हैन। अब यो स्यालेरी कोरियामा 2-3 लाख रुपैयाँ मात्रै कमाइदिन्न। यसरी 1 लाख रुपैयाँ स्यालेरी थापेर पनि मन बुझाएर बस्नुपर्छ। यथार्थ यही हो। धेरैलाई मैले के भन्छु भनेपछि मरिहत्ते ज्यानै नफाल्नु होला कोरिया आउनको लागि है। हाम्रो लागि कोरिया मात्रै ठाउँ हैन, हाम्रो लागि अन्त पनि ठाउँ छ, अरु देशमा पनि ठाउँ छ हो। नेपालमा अब बेरोजगार छ, नेपालमा काम छैन। तर यहीँको लागि कोरियाकै लागि भनेर मरिहत्ते गरेर लागि अन्त पनि ठाउँ छ। हामी अन्त पनि काम गर्न सक्छौं हैन। हामी नेपाली हो, हामी काम गर्नलाई डराउँदैनौं। हामी मजाले काम गर्न सक्छौं। मरिहत्ते चाहिँ नगर्नु होला है।